आएको गिगाको दुनिया बन बुझाएको गुदेल नाम्नु चाचालुङ गुदेल गुदेल चाचालुङ तपाईँको ससुराली जङ्गलमा काठ काट्नु पनि 8 आरोले मैले सिँचाइमा दिन्थेँ उडाएको गिगाको दुनिया बन बुझाएको फुल फुल्यो टुरी फुल फुल्यो टुरी हाँसेरै आउँछ नि बहिनी एक बर्खै जोनी एक बर्खै जोनीलाई एक बर्खै जोनी धनकुटै धारण धनकुटै धारण गीत गाउनु पर्ने नि बहिनी यो हाम्रो कारण अनि अनि डलपुरका भुटान में रहेको वर्ष त अनि नि 27 वर्ष 27 वर्ष भुटान में त नि अरे अनि 27 वर्षमा यहाँ मान्नु त भुटान भी के गर्नु भयो त 27 वर्षमा आरारे टेको भुटानमा मरेलाई आरारे टेको अनि आरारे टेको 27 वर्ष मरेलाई आरारे टेको एकछिन त के अरे गुदेल नाम्नु चाचालुङ गुदेल गुदेल चाचालुङ तपाईँको ससुराली कुलुङ्गेनी अनि कहाँ भेट्नु भएको घाप्तो पनि गयो भुटान तामीको त भुटान पिया 10 भाइ नि कुनै तामीमा एकजना क खोसेर राखी गए 10 बहिनी बि एकजना 9 जना खादामी एकजना क तपाईले एकजना राख्नुभयो पहिला दता बुझ अनि कति वर्ष उमेर पछि भुटान जानुभएको पबमा आफ्नो उमेर चाहिँ कति वर्ष भयो थियो उता जाँदाखेरि 20-22 वर्ष 20-22 वर्ष भनेपछि कति वर्ष उमेरमा नेपाल फर्किनु भयो त 19 वर्षमा बिहे गरेको नेपाल चाहिँ ढाईको वर्ष लाग्छ नि त 15 वर्षमा भुटान पुगेको काम गर्दै गर्दै लालखेतमा वैशालु भइहाले अनि त्यहाँदेखि म अनि 19 वर्षमा चाहिँ कुलुङ्गेनीमा बिहे गरेर आसिममा अब तुई त आसिममा छोराहरू कोही पनि छैन छोराहरू पनि छन् त नि 3 भाइ पाले चाहिँ छोरी जन्माएछ 3 भाइ छोराहरू पनि छन् छोरी पनि छ एउटा छोरी जन्मेको त्यो छोरी पालेको छ मलाई छोराहरू चाहिँ कहाँ गयो त अनि खोका कोही कता गयो कता के भयो थाहा छैन अनि बाउलाई थाहा छैन भने गाह्रो पत्ता जान्छ कोही पनि छैन ए छोरी पालेको छ म अहिले जान्छु भने ए बा चाचुले चुङको भन्यो चौनाले चहन भनेपछि तेरी भात छोरी पठाइदिन्छ मेरो साउ त आसिममा मेरो छोरी जन्मे अनि भुटान पे कति वर्ष बस्नुभयो अरे 27 वर्ष 27 वर्षमा हेड मेसन म 27 वर्षमा के यहाँ मान्नु त भुटान पे के गर्नुभयो हेड मेसन भएपछि के काम गर्नुपर्छ पुल थाप्नुपर्छ यस्तो छोरी लाउनु पर्छ जो काम म भुटानमा अहिले गर्नुपर्छ म गर्छु हाईमा कस्तो हुन्छ डाउनमा कस्तो हुन्छ म एकदिन म काम गर्दैछु म त हेड मेसन भुटानको अनि भुटानको यो शरणार्थी काण्ड चाहिँ किन पर्नु भयो नि त पहिला थाहा पाएर भुटान शरणार्थी चाहिँ पर्नु भएन बाहिरको मान्छे हाम्रो सबै काम थियो तर अनि पहिला उनीहरू थाहा पाएर हामीले ल हाम्रो नौकुर भनेको जति नौकुर थियो मेरो दिनको 30 रुपियाँ थियो मेरो हाजिरा काम भाडु 30 रुपियाँ पाउँछौ तिमीहरूले इन्डियामा भाडु ए अनि भुटानी भाडु चल्छ र ल इन्डिया पैसा भुटानमा चल्छ नेपालमा पनि चल्छ हाम्रो नेपाली 10 आने भुटानमा 8 आने इन्डिया 16 आने
यहाँ सुन्नु त पैसाको काम गर्नु भने मसँग निसाब खोज्छ भने मसँग छ ठिक छ पुर्खा तपाईँ पुर्खा हो अनि खखा के अरे के काम गर्नु हो त 27 वर्ष भुटान बस्छ के काम गरेँ भने नि दुःख कष्ट के गर्नुभयो सङ्घर्ष के गर्नुभयो मान्छेलाई काम आराउँथे म हेड मेसिनले के काम गर्नुपर्छ यहाँ ठेस टेबल लाउनुपर्छ कि के गर्नुपर्छ म हेड मेसिन मैले काम गरेँ जङ्गलमा काठ काट्नु पनि 8 आरोले मैले सिँचाइमा दिन्थेँ तर म अहिले हेर्दाखेरिमा यस्तो लाटा छु काम गर्नु प्रेस छु मसँग कामको प्रेस छु म तपाईँले हेर्दाखेरिमा म ए नजुङ्गे बुढायो समिना भन्छ काम चाहिँ निकाल न म के काम सिँचाइदिन्छु म अनि 27 वर्ष भुटानमै बिताउनु भयो 27 वर्ष भुटान बसेर म तपाईँको उमेर कति वर्ष भयो मेरो 77 वर्ष नागेँ मैले अब भनेपछि 50 वर्ष नेपालमा म 70 वर्ष पुगेर पनि 7 वर्ष 78 मा पुगे 79 पुग्नु भनेपछि लगभग 54 वर्ष चाहिँ नेपालमा बिताउनु भएछ अनि धेरै भुटान बिताएँ 27 वर्ष भुटान बिताएँ हेड मेसन भएर मैले दिनको 30 रुपियाँ हाजिरा खाएँ तपाईँ बिहे भुटानमै गर्नुभयो भुटानमा नि छोराछोरी सबै भुटानमै जन्मेका अनि भुटानदेखि छोराछोरी सबै फेरि पछिल्लोमा ल्याएको मैले पछि भुटानी शरणार्थी पढिन्छ भनेर हतार भागेर आउनुभएको होइन त आएको अनि अहिले त शरणार्थीमा पर्नु भएको भए झन् खुसी हुने रहेछ अमेरिका जानु अमेरिका जानु पर्दैन हाम्रो नेपालै राम्रो नेपाल राम्रो हो र नेपालले हाम्रो नेपाल जन्मेको गाउँलाई हेला गर्नु हुँदैन नेपाल आएर पनि हाम्रो कोदो ढेँडो खानुपर्छ अनि अमेरिका पनि यस्तो कोदोको रक्सी खानु पाइँदैन नि त होइन पाउँदैन धानको रक्सी खानु पाउँछ त्यही त वेनहरू धान उसिन्छ कि धान उसिनेपछि त्यो मर्चला त्यहीमा खानु पर्ने हाम्रो नेपाल त मकै कोदो हुँदैन अमेरिकामा हामी त नेपालमा बसेर हाम्रो कोदो फल्छ मकै फल्छ त्यो खानुपर्छ अमेरिकामा मकै फल्छ फल्दैन फल्दा छ फल्छ होला फल्दा चाहिँ छैन हामी पुगेका छैनौँ त्यो त हो अनि नेपाल तपाईँको श्रीमती खसिएको चाहिँ कति वर्ष भयो त मेरो श्रीमती मरेको त यहाँ आएँ यता 15 वर्ष भयो 15 वर्ष मात्रै होइन 15 वर्ष भयो मेरो श्रीमती मरेको भुटानदेखि आएको चाहिँ कति वर्ष भयो यहाँ खोइ 45 सालमा आएको म अनि 45 सालमा तपाईँ आउनुभयो श्रीमती लिएर आउनुभयो कि एक्लै आउनुभयो नेपाल श्रीमती त भुटानमा गएर राखेर आएको अनि 45 सालमा आएको चाहिँ 15 वर्ष मात्रै भयो त खोइ त कति भयो 45 सालमा चाहिँ नेपाल देखेको मैले बुढी श्रीमती मर्यो छोराछोरी लिएर आएको 5 सालमा मेरो श्रीमती मरेको 5 सालमा घर आइपुगेर मेरो छोराछोरी जन्मेको छोराछोरी सबै लिएर आएको मैले 45 सालमा आएको नि 31 वर्ष भयो 36 वर्ष भयो 45 सालमा म नेपाल देखेको 36 वर्ष भयो नेपाल आएको त्यस बेला त जवानै हुनु त किन बिहे गर्नुभयो नि त हाजी बुढीले मन परेन बिहे गरेन नि अब म 50 सालमा आएको क्या जेठा म उमेर अझै छु कति सालको तपाईँ 2 सालको 45 सालमा तपाईँ 43 वर्षको हुनुहुन्थ्यो मैले भुटानमा माइको बने तरुणीसँग बसेँ तपाईँको जस्तै भुटानदेखि आउनुभन्दा पहिला 5 वर्ष अगाडि तपाईँ श्रीमती खसिएको रहेछ तपाईँ 38 वर्षको हुनुहुन्थ्यो तर भुटान तरुणी तामाङनी माङ्गर्नी गुरुनीसँग पनि सबै भेट भएको गीत गाउनु जान्थे धजे लामी डाँडा गीत गाउनु जान्थे अनि गीत गाउने कस्तो गीत थियो भने फुल्टा फुल्यो त्यो पनि मनभरि गीते गर्दा ए बहिनी यो हजुर मनभरि दाइसेला
रातो रुमाल के उडो फिलिली रातो रुमाल के राम्रो फिरिरी हाम्रो माया ए डालो लैजाऊ कि फिरिरी दैसेला त्यस्तो थियो है गीत हातैमा लगाइराख पनि हातैमा लगाइराख पनि माया लजा ए भनी नजाऊ एकै पनि दैसेला र छप्पोमै सुन के ठिक छ तपाईँको नाति नातिनी अब कतिजना भइसके तपाईँलाई कति छ 8 जना पुग्यो नाति नातिनीहरू 8 जना पुग्यो छोरापट्टि कतिजना छोरीपट्टि कतिजना छोरीपट्टिको त 6 जना 6 जना आसिमापट्टिको 6 जना 5 भाइ 1 बहिनी 6 जना आसिका 6 जना छ ओ राते आइज अनि छोरापट्टि 3 जना मात्रै हो ओमे ल ल ल ल ल आइज ल खाएन नको एकदम चाहिँ हाते नको आयो बस जङ्गे भाषा बुझ्दो रहेछ होगा छ कुकुर चाहिँ तपाईँको हो होइन कसको हो त ओल्लो घरको कसको घरको हो नको को त माथि कहाँ खाइस हुन्छ दिपा ल कुराकानी धेरै गरियो ल अब अहिले गीत गाउँ अब लु गाउनुहोस् त एकचोटि कोला बोल्यो त्योरी बाबा रे बहिनी फुलेको रहेछन् बाबा रे बहिनी फुलेको रहेछन् हुन्छ ल दिपा धन्यवाद ल धन्यवाद बाई बाई ल है